हेलो गाइज वेलकम टु माई सेकेन्ड मिनी भ्लग। आज चाहिँ म र मेरो मम्मी भन्नाले सासू मम्मीसित म चाहिँ रक्सोल गइरहेको। हेर्नु न कति धेरै गर्मी छ रक्सोलमा। मम्मी त छाता नै ओढेर बस्नु भयो, म चाहिँ अलिक छाता ओढिनँ त्यहाँ एउटा सानो भएर। अनि हामी जाँदै थियो होइन, अनि त्यो रेलको लिक कटेर जानुपर्ने हुन्छ कि ठ्याक्कै कट्ने बेला रेल आइदियो। अनि अब एकछिन कुर्नु पऱ्यो नि त। हेर्नु न कति धेरैले कुरिरहनु भएको। अनि हामी चाहिँ मिक्सर बनाउन आएको हो कि मेन चाहिँ अलिअलि घरको सामान पनि किन्नुपर्ने थियो। अनि मिक्सर चाहिँ मेरो बुढाले बिगारिदिनु भयो कि, अनि मेन चाहिँ यो घुमाउने कुरा नै बिगारिदिनु भयो। अनि यहाँसम्म आउनु पऱ्यो कि हामीहरू यस्तो गर्मीमा। फाइनली हाम्रो मिक्सर चाहिँ बनेर अनि म यत्तिकै हातमै लिएर हिँडिरहेको छु कि हेर्नु न। अनि कति गर्मी है, बाटो पनि कस्तो फोहोर, अनि भिड त्यत्तिकै कहिल्यै नआउ जस्तो हुने कि रक्सोल त। अनि हामीहरूलाई चाहिँ घरको केही सामानहरू अनि अलिअलि स्टेसनरी आइटम्सहरू अनि कस्मेटिकहरू किन्नुपर्ने थियो। अनि यहाँ चाहिँ मेरो सासू मम्मीलाई राम्ररी बनाउनको लागि यसो किन्न आएको थियौँ। अनि स्टेसनरीमा पनि यसो के किन्यौँ होइन। अनि त्यसपछि चाहिँ हाम्रो रोजमेरी खोज्नु थियो। रोजमेरी खोज्दै खोज्दै हामी त कहाँ कहाँ पुग्यौँ। अनि सासूसँग चाहिँ मैले छलफल गरेर चाहिँ कि कहाँ के किन्ने भनेर। अनि यसो तपाईँहरू पनि घुम्नु रक्सोलको बजार हेर्नु न कति फोहोर छ यतातिर त। कस्तो त्यो भिडभाड पनि त्यस्तै, मान्छेहरू त्यति गनाएर आउने है। अनि म त कसैलाई सजेस्ट गर्दिनँ यो रक्सोल आउनु भनेर। अनि हिँड्दा खुट्टा दुखेर हामी चाहिँ यस्तो टाँगामा चढेर हिँड्यौँ। यस्तो चाहिँ एउटा घोडा हुन्छ, अनि पछाडि चाहिँ कस्तो 4-5जना अटाउने खाले बस्ने कुरा हुन्छ कि। अनि यहाँनिर चाहिँ मलाई मेरो मम्मीले के भनिरहनु भएको थियो। म चाहिँ कान चाहिँ थापिरहेको, तर मैले केही बुझाएको थिएन कि, सुने जस्तो मात्रै गरिदिएको थिएँ। दिक्क लागिसकेको थियो हिँड्दा। अनि म चाहिँ घर आइपुगेँ। यो चाहिँ मेरो छोरो हो, जेठाजुको छोरो हो। भाइ छोरोले चाहिँ मलाई के गफ दिइरहेको थियो। थ्याङ्क यू फर वाचिङ माई मिनी भ्लग, किप सपोर्टिङ।